सम्मान्य सभामुखज्यू, म यस गरिमामय सदनमा मेरा झापा 2 नम्बर क्षेत्रका मेरा मतदाताहरूको समस्याहरूलाई बुदागत रूपमा चाहिँ सरकारलाई ध्यान आकर्षण गर्न चाहन्छु। अहिले जुन युवाहरूकै बलिदानले गर्दा हामीले यो मौका पाएको छौँ, यो अवसर पाएका छौँ देश बनाउने। त्यस्ता युवाहरू दुर्व्यसनीमा लागेर निर्लिप्त भइरहेका छन्। उनीहरूको लागि सरकारले नयाँ कार्यक्रमहरू ल्याएर उहाँहरूलाई चाहिँ पुनर्स्थापना गर्नुपर्छ। अर्को कुरा, त्यस्तै गरेर 51 बिघा र वर्षौँदेखि बसोबास गएका सुकुम्बासीहरूको लाल पूर्जामा चाहिँ नियमितता त छैन, त्यसमा पनि सरकारको म ध्यान आकर्षण गराउन चाहन्छु। त्यसै गरेर कृषकहरूलाई चाहिँ मल, बिउ, बिजन र मलखादका कुराहरू चाहिँ समयमै जोहो गर्नुपर्ने अहिलेसम्म उहाँहरूले प्राप्त गर्नुभएको छैन र दीर्घकालीन रूपमा चाहिँ सानो उद्योग मलका जैविक बिउ अनि रासायनिक मलबाट हामी बायोडाइनामिक मलहरू